गुरु भावना गुरुप्रतिको आदर र सम्मानलाई नमन गर्दै सम्पूर्णमा ओमको नमन गर्न चाहन्छु। सम्पूर्णमा ओम। अब हामी ढिलो नगरिकन यहाँहरू व्यवस्थित रूपमा बस्नुहुनेछ। प्रतिकूलतामा अनुकूलताको वातावरण तयार पार्नु नै एउटा योगीको भावना रहन्छ। त्यसैले यो प्रतिकूलतामा हामी अनुकूलताको यो वातावरणलाई हामी स्वयंले तय गर्नेछौँ। हामी सम्पूर्ण योग शिक्षकहरू, योग साधकहरू, पदाधिकारी मित्रहरू र विभिन्न सङ्घ संस्थाबाट आउनुभएका आदरणीय व्यक्तित्वहरू, उहाँ सम्पूर्णलाई हामी यो प्रतिकूलतामा अनुकूलताको यो वातावरणलाई आत्मसात गर्नको लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु। आउनुहोस्, आजको 12औं अन्तर्राष्ट्रिय योग दिवस हामी शुभारम्भ गर्न गइरहेका छौँ। औपचारिक रूपमा आजको कार्यक्रमलाई शुभारम्भ गर्नको लागि म यहाँहरूसँग अनुमति माग्न चाहन्छु। र सभ्यताको निम्ति आदरणीय उपस्थिति हुनुभएका हाम्रा विशिष्ट व्यक्तिहरू, नेपाल पूर्व प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहज्यूलाई मञ्च अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। यसैगरी उपत्यका प्रहरी कार्यालय प्रमुखका ईश्वर बहादुर कार्कीज्यूलाई पनि पानस अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रा पतञ्जलि योगपीठ नेपालका ट्रस्टी शालिग्रामज्यूलाई अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। यसैगरी कृष्ण कडेल हिमालय टेलिभिजन तथा इन्द्रेणी फाउन्डेसनका निर्देशकज्यूलाई पनि यहाँ अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। यसैगरी भास्कर राजकर्णिकारज्यूलाई पनि पानसमा दीप प्रज्वलितको लागि अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। हाम्रा पतञ्जलि योगपीठका संरक्षक कोषाध्यक्षज्यू, सदस्यज्यूहरूलाई पनि पानसमा अगाडि आइदिनु हुनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हास्य कलाकार मनोज गजुरेलज्यू, यसैगरी जितु नेपालज्यू र कृष्ण कडेलज्यूलाई पनि यहाँ दीप प्रज्वलितको लागि अनुरोध गर्न चाहन्छु। आज 12औं अन्तर्राष्ट्रिय योग दिवस भएको हुनाले 12वटा दीपलाई हामीले तयार पारेका छौँ र हाम्रा डीआईजी ज्ञानेन्द्र शाह सरलाई पनि दीप प्रज्वलितको निम्ति अनुरोध गर्न चाहन्छु। र हाम्रा केन्द्रीय सदस्यज्यूहरू र हाम्रा स्वामी अमृतदेव भास्करजीलाई पनि अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। र हाम्रा आनन्द करुणामय आचार्यज्यूलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्न चाहन्छु। हाम्रा कर्पोरेट मेम्बर बाबु काजीजी, उद्धव तिमल सिन्हाजीलाई पनि यहाँ दीप प्रज्वलितको लागि अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी उभिरहेका छौँ र उभिँदै गर्दाखेरि हामी राष्ट्रलाई सम्मान गर्छौँ। राष्ट्रगानलाई सम्मान गर्दै सबैजना उभिनु हुनेछ। Thank you.
संस्कृतिका कोटि कोटि सम्पदाको आचर वीरहरूका राजधानी स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तारै पहाडी माला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल नेपाल आमाको धन्यवाद। सबैजना बसिदिनु होला। हाम्रा पतञ्जलि योगपीठ नेपालका संरक्षक एवं पूर्व डीआईजी ज्ञानेन्द्र महतज्यूलाई सम्पूर्णलाई स्वागत गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। म जे भन्छु त्यो पछ्याउनु होला। गरौँ योग, रहौँ निरोग। योग अनुरागीहरूको उपस्थिति स्वामी रामदेव ज्यूको सान्निध्यतामा भएको थियो। त्यस बेलादेखि नेपालको घर आँगनदेखि राजधानीसम्म सर्वदेव गुरु लवदेव मिश्रज्यूको नेतृत्वमा पतञ्जलि योग समिति नेपालले अग्रगामी छलाङ मारेको छ। म धेरै समय नलिकन, किनभने योग अनुरागी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ यहाँ, त्यस कारणले गर्दाखेरि गुरुको सान्निध्यमा योग गर्ने हतारमा हुनुहुन्छ। मैले त्यस कारणले गर्दा बढी समय म यहाँ लिन चाहन्न। हामी गर्वका साथ भन्न सक्छौँ कि नेपालमा योगको चेतना दिन प्रतिदिन विस्तार भइरहेको छ। गाउँदेखि सहरसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म, सडकदेखि सदनसम्म, घरदेखि समाजसम्म योगको सकारात्मक प्रभाव फैलिरहेको छ। योगले व्यक्तिलाई स्वस्थ बनाएको छ, परिवारलाई जोडेको छ र समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्याइरहेको छ। यही महान अभियानमा अझ सशक्त बनाउने उद्देश्यका साथ पतञ्जलि योगपीठ नेपालले 12औं अन्तर्राष्ट्रिय योग दिवस यही 2026 को भव्य समारोह काठमाडौँ ऐतिहासिक टुडी खेलमा आयोजना हुन गइरहेको यहाँलाई जानकारी। मुख्य केन्द्रीय प्रभारी श्रद्धेय लवदेव गुरुजीलाई म विशेष आभार व्यक्त गर्दै हाम्रा जुम्बा टोलीबाट थुप्रै व्यक्ति आउनु भएको छ, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। आफ्नो स्थानमा रहेर अबको प्रोटोकललाई हामी आत्मसात गर्छौँ। धन्यवाद। सम्पूर्णमा ओम। हामी आजको योग अभ्यास गर्न जाँदैछौँ। निश्चित रूपमा योग अभ्यासका लागि निश्चित स्थानको आवश्यकता पर्दछ। आफ्नो स्थानलाई यहाँहरूले त्यसरी नै सुरक्षित गर्नुहुनेछ। आउनुहोस् यसपछि वृक्षासनको अभ्यास गर्छौँ। जसरी यहाँ हुँदैछ यो प्रक्रियालाई अवलम्बन गर्नुहुनेछ। स्वयंसेवक साथीहरू त्यो पछाडितिरको एक्टिभिटीलाई एकपल्ट विचार गरिदिनुहुनेछ। पृष्ठमा एकरूपताको अभाव देखिएको छ, त्यसलाई एकरूपतामा रूपान्तरित गरिदिनुहुनेछ। एकाग्रताका लागि बिस्तारै हातलाई तलतिर झार्छौँ, गोडालाई बदल्छौँ। यसपछि कम्मरमा हात लगाउँछौँ। अर्धचक्रासनको अवस्थामा यसरी जान्छौँ। फेरि फर्किन्छौँ। हट्यौँ, बिस्तारै बसौँ। संभव हुने जति अवश्य बस्नुहोला, संभव नहुने जति अभिनय गर्नुहोला। तलतिर पानीले भरिएको ठाउँमा मनले गर्नुहोला, भावले गर्नुहोस् वा देहले गर्नुहोस्, कहीँ न कहीँ त्यो गर। हल्लाउने होइन, यसमा हल्लाउने होइन, कहीँ झुक्केर हल्लाउनु होला।
फेरि बिस्तारै गोडालाई अगाडितिर लगेर जानुहुनेछ। त्यसपछि वज्रासनमा बस्छौँ हामी। यसरी वज्रासनमा बसौँ। कतिपय साथीहरू त जुत्तै ठोकेर बसेका छन्। चल्छ, आज चल्छ। यसपछि आउनुहोस् हामी गर्छौँ उष्ट्रासन, अर्ध उष्ट्रासन, अर्ध उष्ट्रासन। यति मात्र। यो ढाड कम्मरका लागि निकै प्रभावकारी हुन्छ। यसपछि बिस्तारै फर्किन्छौँ, यो पोजिसनमा आउँछौँ, फेरि वज्रासनमा एकपल्ट बस्छौँ। सांकेतिक रूपमा हामीले यो प्रोटोकलको अभ्यास गर्दैछौँ। आउनुहोस् फर्किन्छौँ। त्यसपछि गर्छौँ उत्तान मण्डुकासन। हातलाई पछाडि यसरी लान्छौँ, त्यसपछि अर्को हातलाई माथिबाट लगेर जान्छौँ, रोकिन्छौँ। त्यसपछि यी दुईटै हातलाई बदलिदिन्छौँ। दाहिने तल देब्रे माथि, यदि देब्रे तल थियो भने दाहिने माथि। यसपछि आउनुहोस् उत्तान मण्डुकासन पछि गोडालाई यसरी राख्छौँ, यो हातलाई फेरि यता राख्छौँ, घुमाइदिन्छौँ। यसपछि मरीच्यासन अर्थात् वक्रासन। वक्रासन अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि उपस्थिति छ। योगासनका प्रतिस्पर्धीहरूको पनि वर्ल्ड योगासनमा प्रतिस्पर्धा गर्नेलाई पनि आज प्रोत्साहित गरिनेछ। स्वर्ण पदकदेखि लिएर रजतदेखि कांस्यसम्म का सम्पूर्ण विजेताहरू हाम्रो बीचमा हुनुहुन्छ। आउनुहोस् कपालभातीबाट प्रारम्भ गर्छौँ। अन्तर्राष्ट्रिय योग दिवसको प्रोटोकलमा कपालभातीबाट प्रारम्भ छ। तलतिर सम्पूर्ण रूपमा हिलो छ। यो चरित्र हो पतञ्जलि योगपीठको, अर्थात् सम्पूर्ण रूपमा जागेका मान्छेहरू, जो बिहान उठ्ने र उठाउने मान्छेहरू छन्, पतञ्जलि भित्र पिएका छन्। जो कार्यक्रम आज लाइभ चलिराखेको छ, एभी न्यूज टेलिभिजनबाट लाइभ हुँदैछ। बाँकी टेलिभिजनबाट पनि रेकर्डिङ प्रोग्राम छ। त्यसकारणले इन्द्रेणी टेलिभिजन लगायत, नेपाल टेलिभिजन लगायत सम्पूर्ण टेलिभिजनहरू यति धेरै आउनु भएको छ, कतिको नाम मलाई अहिले सम्झना पनि आइरहेको छैन। त्यसकारणले ती यसपछि सबै सम्झन योग्य हुनेछ। कपालभाती प्राणायाम, श्वास बाहिर पेट भित्र, पूरा देशले अन्तर्राष्ट्रिय जगतले को नजर आज नेपालमा छ, खुला मञ्चमा छ। नेपालमा के हुन्छ? आउनुहोस् यसपछि नाडी शोधन। बायाँ नासिकाबाट श्वास छौँ, दाहिने नासिकाबाट श्वास छोड्छौँ, फेरि दाहिने नासिकाबाट श्वास लिन्छौँ, बायाँ नासिकाबाट श्वास छोड्छौँ। यो क्रम जारी रहन्छ। सम्पूर्ण मित्रहरूले यो प्रक्रियालाई गर्दै जानुहुन्छ। गर्दै जाउँ। कलाकारहरूको प्रस्तुति बाँकी छ।
गजुरेलजीदेखि लिएर कृष्ण कणेलजी, जितु नेपालदेखि लिएर विभिन्न कलाकारहरू यहाँहरूका बीचमा हुनुहुन्छ। क्षणभरमै उहाँहरूको प्रस्तुति पनि लिनेछौँ। अनुलोम विलोम प्राणायाम स्वस्थ मान्छेका लागि 15 मिनट, 30 मिनट, अस्वस्थ मान्छेका लागि 1 घण्टा, 2 घण्टा, 5 घण्टा। अनि अन्तर्राष्ट्रिय योग दिवसका लागि सांकेतिक रूपमा 2 मिनट, 3 मिनट वा 5 मिनट। यसरी अनुलोम विलोम प्राणायाम, जसलाई नाडी शोधनको पनि नाम दिइएको छ, आउनुस् यो प्रक्रियाले सम्पूर्ण 72 करोड 72 लाख 10,201 नाडीलाई प्रभावित गर्दछ। अनुलोम विलोम प्राणायाम। अनुलोम विलोम प्राणायाम पश्चात शीतली प्राणायाम। जिब्रोलाई गोलो घुमाउनेछौँ, गोलो बनाउनेछौँ र श्वासलाई भित्र तान्नेछौँ। एकपल्ट श्वासलाई रोक्नेछौँ, दुईटै नासिकाबाट श्वासलाई छोड्नेछौँ। पुनः एकपल्ट यसलाई दोहोर्याउँछौँ। आउनुस् यसपछि भ्रामरी प्राणायाम। आउनुस् हातलाई तल ल्याउँछौँ। प्रणव प्राणायाम अर्थात् ध्यान, सम्पूर्ण रूपमा ध्यानस्थ भइहाल्छौँ। अन्तर्राष्ट्रिय योग दिवसका दिनमा अर्थात् जुन 21 असार 7 गते यो ध्यानको कार्यक्रम, यो एकाग्रताको कार्यक्रम, यो सूर्य सबैभन्दा लामो हुने दिन महसुस गरौँ। श्वास भित्र जाँदा मनलाई भित्र लगेर जाउँ, श्वास बाहिर निस्किँदा यो मनलाई बाहिर निकाल्दिउँ। ध्यान भनेको एकाग्रता हो, ध्यान भनेको मौनता हो। मौनता शब्दको मात्र होइन, विचारको पनि हो। हातलाई माथि लगेर जानेछौँ। एक आपसमा यसलाई मजासँग चलाउनेछौँ। आँखालाई सेक्नेछौँ, अनुहारलाई सेक्नेछौँ, हत्केला भित्रै आँखालाई खोल्नेछौँ। सेल्फी हान्नेहरू पनि सबैजना गर्नेछ। आउनुहोस् यसपछि आज एउटा सङ्कल्प लिन्छौँ। हामी म सङ्कल्प भन्नेछौँ, त्यसपछि यसलाई तपाईहरू दोहोर्याउनु हुनेछ। म जे भन्छु यहाँहरू त्यसलाई दोहोर्याउनु होला। यो अन्तर्राष्ट्रिय योग दिवसको सङ्कल्प हो। हामीले हाम्रो मनलाई सधैँ सन्तुलित राख्नु छ। यसमा हाम्रो आत्मविकास जोडिएको छ। म स्वयंका प्रति, कुटुम्बका प्रति, कार्य, समाज र विश्वका प्रति शान्ति, आनन्द, स्वास्थ्यका प्रचारका लागि कटिबद्ध छौं।
ओम शांति शांति शान्ति आमन्त्रित गरेको छौं। पतञ्जलि योगपीठका ट्रस्टी अनि पतञ्जलि योग समिति नेपालका संरक्षकज्यूलाई पनि मैले मञ्चमा आमन्त्रित गरेँ। एवं रूपले एकदमै हाम्रो अग्रजका रूपमा अभिभावकको रूपमा आदरणीय भास्कर राज कर्णिकारज्यूले पुर्याउनु भएको योगदानका लागि पनि म नमन गर्न चाहन्छु र उहाँलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। यसपछि हुड्केलो नृत्य बाँसुलीका टोटा साखुरी मुलाई बाघले खायो को हाललो रोटा ओ मेरी धनमाताको हाललो रोटा लौना धनमाता धनमाता रोटा ओ मेरी धनमाताको हाललो रोटा। अन्तर्राष्ट्रिय योग दिवस उत्सव पनि हो। अब उत्सव मात्र बाँकी छ। यसै पुरा आज उत्सव मनाउँदै जानेछु। वक्ता कोही छैनन्, मात्र सब श्रोता छन्। एकपल्ट जोरदार ताली सुधाजी स्टार्ट। आओ यहाँ स्वामी आनन्द अरुणज्यूको प्रतिनिधिज्यू हामी हारू यादव मुसलमान र कामी दमाई हामी हिमालका शेर्पा तामाङ नेवार पनि हामी हिमालका शेर्पा तामाङ नेवार पनि हामी सबै जातका सन्तान हौ नेपाली हौ हामी नेपाली हौ हामी हामी जुटे सिङ्गो देश उठ्छ एकताको सन्देश दिनेछ हामी जुटे सिङ्गो देश उठ्छ एकताको सन्देश दिनेछ बुद्ध भूमि शान्तिको दूत सगर
खुसीले हाँस्नेछ अलिकति उफ्रिएर खुसीले हाँस्नेछ कार्यक्रम अझ बाँकी नै छ सम्पूर्ण खेलाडीहरूलाई चन्द्रजी अशोकजी यो कार्यक्रम ती नामावली लिएर आउनुहोस् संसारको शिखर हाम्रो हिमाल पनि हाम्रो पहाडका मुना टापे लाली गुराँस हाम्रो संसारको शिखर हाम्रो हिमाल पनि हाम्रो पहाडका मुना टापे लाली गुराँस हाम्रो लुम्बिनीको ज्योति हाम्रो जनकपुर हाम्रो लुम्बिनीको ज्योति हाम्रो जनकपुर हाम्रो काठमाडौँ जिल्ला हाम्रो तर पनि हाम्रो हामी जुटे नेपाल उठ्छ धरती आकाश खुसीले हाँस्छ हामी जुटे नेपाल उठ्छ धरती आकाश खुसीले हाँस्छ हामी फुटे यो धरती रुन्छ हिम तराई अन्धकार भइदिन्छ हिम तराई अन्धकार भइदिन्छ दासतालाई तोड्दै बढ्नु पर्छ सय थरी फुलको एउटै माला बन्नु पर्छ हामी जुटे सिङ्गो देश उठ्छ एकताको सन्देश दिनेछ हामी जुटे सिङ्गो देश उठ्छ एकताको सन्देश दिनेछ बुद्ध भूमि शान्तिको दूत सगरमाथा खुसीले हाँस्नेछ सगरमाथा खुसीले हाँस्नेछ सगरमाथा खुसीले हाँस्नेछ सगरमाथा खुसीले हाँस्नेछ एकपल्ट उफ्रेरै सबैजना हास्यासन क्यामेरा बन्द गर्नुहोस् त यो के हो यहाँनिर ए भाइ ए आनन्दजी त्यो सब बन्द गर्नुहोस् के गरे आयो त्यस्तो आनन्दजी पुरा बन्द है अब कुनै किसिमको टी सर्ट वितरण आदि इत्यादि सब बन्द प्रोटोकल समाप्त सब बन्द एउटा जति छन् त्यो सब मलाई बुझाउनु होला तपाईहरुलाई कडाइका साथ प्रस्तुत हुन् एकपल्ट हास्यासन कडाइका साथ प्रस्तुत भएकोमा एकपल्ट पुनः एउटा नाम तपाईहरुले सुन्नु भएको छैन एउटा नाम सुन्नु भएको छ जसको नाम कृष्ण कडेल हो त्यो नाम सुन्नु भएको छ बोलाऊ मञ्चमा देखाऊ केही कुरा एकपल्ट जोरदार ताली यसपछिको प्रस्तुति कृष्ण कडेलज्यूको सबैलाई 12औं अन्तर्राष्ट्रिय योगा दिवसको हार्दिक मङ्गलमय शुभकामना छ। मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुबाट यति धेरै आज हामीले ज्ञान वचन वाणी श्रवण गरेका छौँ। अब बिहान बिहान उठेको रातिसम्म कार्यक्रम थियो, त्यति आवाज त छैन र यही बाटो चितवन जाने भनेर सिधै आइयो। लुगा पनि यस्तैमा योगा भयो। गुरुदेव माफी पाऊँ। योगा गरौँ हजुरौँ स्वस्थ भई बाँच्नलाई, जीवनभरि हजुरौँ खुसीले नाच्नलाई। योगा गरौँ हजुरौँ स्वस्थ भई बाँच्नलाई, जीवनभरि हजुरौँ खुसीले नाच्नलाई। बाजा छैन हजुरौ त्यत्तिकै
गीतलाई गाउने हो मुखैबाट हजुर मादल लाउने यस्तै त हँसाउन सिकाउनुहुन्छ नि होइन 12औं अन्तर्राष्ट्रिय योगा दिवस खुल्ला मञ्चभित्र गुरुदेवका बाणीसँगै रमाइलो विचित्र पतञ्जलि योगपीठ आज हजुर विश्वभरका 200 देशमा करोडौं जनताहरू जोडिएका छन् यसमा लाखौं हजुरौ योग अनुरागी सुस्त भइन हजुरौ ध्यान योगा नलागी लाखौं हजुरौ योग अनुरागी सुस्त भइन हजुरौ ध्यान योगमा नलागी सुस्त भइन हजुरौ ध्यान योगमा नलागी मैले आज सानो छोरी रुचिका भट्टराईलाई नचाउन ल्याएको छु सानो इन्द्राणीको बाल कलाकार मेरो साटो त्यही छोरीले नाच्नुहुनेछ कार्यक्रम स्वस्थ रहन सबजनाले योगा गर्ने गरम शारीरिक र मानसिक स्वास्थ्य योगाले गर्ने गर्छ स्वस्थ हुन हजुर हामीले योगा गर्नै पर्छ हरेक रोगलाई योगाले हटाउँछ अनावश्यक पिरचिन्ता घटाउँछ आउनु होला योगा दिवसको झुलै तिम्रो छ आउनु होला योगा दिवसको झुलै तिम्रो छ वास्तवमा यो आउनु होला ल योगा दिवसको झुले निम्तो छ भने जस्तै यहाँहरू सबै आउनु भएको छ अब भने छोरीलाई नेपालकी छोरी हुँ म निकै मिठो यो नृत्यमा यहाँहरूलाई इन्द्राणीको बाल कलाकार यसपछि सुन्नुहुनेछ मनोज गजुरेल शैली ओम हजुर सानो एउटा पतञ्जलिको उपहार कृष्ण कडेलज्यूलाई प्रदान गर्दिनका लागि ट्रस्टीज्यूलाई हार्दिक अनुरोध गर्दछु। पुनः एक पटक ओम। फेसबुक र टिकटक चलाउने महान काम छोडेर
आफ्नो फेस र माइन्डलाई ठिकठाक बनाउन पाल्नुभएका साधक साधिकाजीहरू ओमको नमन गर्न चाहन्छु। समय थोरै छ, म आफ्ना कुरा केवल 3 मिनेट 29 सेकेन्डमा पुरा गरेर बिदा हुन्छु। त्यसको कारण समय मात्र होइन, यो जीवनशैली पनि हो योगमा विश्वास गर्ने मान्छेको, कि जसले थोरै बोल्छ, थोरै समयमा आफ्नो काम सिद्ध्याउँछ, त्यो सधैँ सफल हुन्छ, जीवनमा पनि स्वास्थ्यमा पनि। 12 वर्षमा खोलो फर्किन्छ भन्थे, मलाई लाग्थ्यो यो उखान मात्रै हो। तर आज यो मञ्चमा उभिएर 12 वर्ष पहिलाको घटना सम्झिँदा मलाई साँच्चैकै विश्वास भएको छ कि साँच्चैकै 12 वर्षमा खोलो फर्किँदो रहेछ। 2072 साल वैशाख 13 गते, मेरो दिमाग ठिकठाक छ भने है, या अलिक गडबड छ भने वैशाख 29-30 गते, किनभने 72 साल वैशाख 13 गते टुडी खेलमा पूज्य स्वामी बाबा रामदेवको लाइभ प्रस्तुति हुने थियो। यस्तै योजना बनाइएको थियो। त्यो दिन मैले धेरै व्यक्तित्वहरूको नक्कल गरेको छु। अगाडि नै उनी महान पात्र राखेर उहाँहरूको नक्कल गर्दा कति मजा आउँछ होला भन्ने सोचेको थिएँ र बाबा रामदेवकै अगाडि उहाँको नक्कल गर्नका लागि पुरै स्क्रिप्ट तयार पारेको थिएँ। दुर्भाग्य त्यसको अघिल्लो दिन ठुलो भुइँचालो आयो र कार्यक्रम रोकियो। तर आज 12 वर्ष पछाडि खोलो फर्किएको छ र पूज्य स्वामी रामदेवको यहाँ सूक्ष्म उपस्थितिको म आशा गरिरहेको छु। 12 वर्ष पछाडि पनि मैले त्यतिखेर बाबाको अगाडि प्रस्तुत गर्न तयार पारेको कन्टेन्ट अहिले पनि मेरो दिमागमा ताजै छ। म त्यो सुनाउन चाहन्छु। देखो, सिर्फ योग करने से तुम्हारा पेट नहीं गिरता है। ये कहता है बाबा 5 साल से योगा कर रहा हूँ लेकिन पेट नहीं घट रहा है। तो मैंने पूछा, भाई योग से और तुम क्या करते हो? इन्होंने कहा, बगा बाबा मैं पॉलिटिक्स भी करता हूँ। मैंने कहा इसीलिए तो तुम्हारा पेट नहीं घट रहा है, क्योंकि तुम लोग सुबह रामदेव के पीछे, दिन में वामदेव के पीछे, रात में जामदेव के पीछे और मध्य रात में कामदेव के पीछे। ऐसे पेट नहीं घटेगा। योग को जीवन शैली बनाओ, टिकटॉक का कंटेंट नहीं बनाओ। बोलो बाबा रामदेव के। पूज्य गुरु लबदेव मिश्रज्यूले यो मञ्च दिनुभयो। म खुसी छु। म योगीहरूको सङ्गतमा छु। मेरो परिवारमा पनि योगी हुनुहुन्छ, दाइहरू, तपाईँहरू सबैजना। म प्रष्ट चिन्छु के यो योग गर्ने मान्छे हो कि गफ मात्रै दिने मान्छे हो? यो पहेँलो सेतो कपडा लाउने मात्रै हो कि साँच्चैकै भित्र सेतो छ? त्यो कलाकारबाट रिसर्च गरेर थाहा हुन्छ क्या। उसको शब्द चयनबाटै थाहा हुन्छ कि योगी हो कि भोगी हो कि डोगी हो। पहिलो त आज पानी परो, राइट? यो योगीको शब्द होइन। साँच्चीकै योगीले ओहो कस्तो पानी परेर टेन्सन भन्दैन, आहा कस्तो मजाले गङ्गा बर्सिनु भयो, हिलो भयो। योगीले यसो भन्दैन, ओहो धरती माता कति कोमल भन्नुभयो। म त बिरामी भएर ढाड दुखेर भन्छ बहिनी, यो होइन। म त ठिकठाक छु, तर बिचरा यो मेरो शरीर अलिअलि दुखिरहेको छ बिचरा। हेर, कृष्ण कडेलजी गइसक्नु भएको छ र म धेरै कुरा राख्न चाहन्न। आज मलाई याद भइरहेको छ, आजभन्दा 5 वर्ष अगाडि यही खुला मञ्चमा हामीले योग पनि गरेका थियौँ। ओशो महोत्सवको आयोजना गरेको थियौँ। मैले बाबा रामदेवको पनि नक्कल गरेको छु, महान सन्त ओशोको पनि नक्कल गरेको छु। उहाँको 2 लाइन सुनाउँछु, यहाँ राम्रै होला। नेताको त धेरै गरियो, तर महान आत्माहरूको पनि नक्कलमा विशेष मिनिङ हुन्छ। उहाँलाई सोध्छ कसैले ओशोलाई, म ओशो बनेको छु भिडियोमा।
खेमराज विष्ट, प्रयासजङ चौहान, अमिश पटेल, विवेक यादव, बबिन श्रेष्ठ, यसपछि बबिन श्रेष्ठ, यसपछि निभूषण तामाङ, सुहारिका कार्की, 2083 साल असार 7 गते रचना पुरी, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ भेला भएका थियौँ। कृपया तेज प्रसाद ढकाल, रविना बाके, साथीहरूले मलाई छोडेर जानुभएको छ। हाम्रो शुभकामना योग साधना केन्द्रका साधक साधिकाजीहरू गइसक्नु भएको जस्तो छ। म एक्लै परिरहेको छु।